त्यसो हजुर गाह्रो छ नि गाह्रो छ भिडियो बनाइराख्नु भयो होला अहिले उदाहरणले बनाउनु पऱ्यो नि त ठिकै छ तपाईँ तपाईँलाई पछि म मेरो उसमा किन म्युजिक भिडियोमा म्युजिक भिडियोमा तपाईँले मलाई लिनुपर्छ है भनिसकेको हो त्यो हाम्रो एकदम कता कता कन्ट्र्याक्ट पेपर साइन गर्नुपर्ने म त्यो पनि गर्न रेडी छु हो हेलो एन्ड नमस्ते एभ्रिवान अहिले सबैजना सन्चै हुनुहुन्छ यो चाहिँ हाम्रो क्रिकेट खेल्ने गल्ली थियो है अहिले चाहिँ यहाँनिर क्रिकेट खेल्दाखेरि चाहिँ यता सिसा फुट्यो के फुट्यो भनेर होइन हामीले खेल्न खोज्यौँ है अरूलाई चाहिँ कति किन क्रिकेट खेल्नु भनेर हामीले यहाँनिर क्रिकेट खेल्ने छोडिदियौँ नत्र हामी प्रायः नै क्रिकेट खेल्न आउँथ्यौँ तपाईँहरूको हिजोको होली एकदम बवाल भयो होला मस्ती गर्नुभयो होला होइन हामीले पनि हल्का हल्का मस्ती गरियो रमाइलो गरियो अहिले तपाईँको भिडियो हेर्नुभएको छैन भने प्लिज विजिट माई युट्युब च्यानल VA Vlogs मेरो भिडियो हेर्न सक्नुहुन्छ तपाईँले र मिठो मिठो लाइक कमेन्टहरू पनि छोडिदिन सक्नुहुन्छ र आगामी दिनहरूमा के रिलेटेड भिडियो बनाऊँ कस्तो भिडियो बनाऊँ भनेर पनि तपाईँहरूले सल्लाह सुझाव दिनुभयो भने एडिट गर्छु एकदम थ्याङ्कफुल हुने थियो त्यसको लागि सो आजको टपिक त नभन्नु आजको चाहिँ म अलट अफ मोटो ब्लगरहरूलाई होइन हेर्छु है किनकि मेरो त अहिले पनि भनौँ न त्यति मजाले सबै कुरा बुझिसकेको छैन त्यति मजाले सबै कुरा जानिसकेको छैन अझै धेरै कुरा गरेर बाँकी नै छ अझै सिडी चढ्न बाँकी नै छ होइन सो मलाई चाहिँ कस्तो लाग्छ भन्दाखेरि होइन त्यस दिमागमा एउटा क्वेसन चाहिँ के घुमिरहन्छ भने हाउ हार्ड इज होइन त्यो मोटो ब्लग डेली मोटो ब्लग गर्दाखेरि चाहिँ होइन अब्स्ट्याकल्सहरू चाहिँ के आउँछ क्या अब मेरो केसमा हेर्नु भने इट्स बिन 12 डेज होइन आज सहित गरेर 12 डेज भयो डेली मोटो ब्लगमा छु होइन त्यो मलाई चाहिँ होइन 3-4वटा समस्याहरू चाहिँ एकदमै आइरहेको क्या किन भन्दाखेरि अब छ नि अब मेरो अब फुल टाइम नै युट्युबलाई दिएको थियो भनेदेखि अथवा युट्युबलाई नै फुल करियर बनाएको थियो भने चाहिँ होइन सायद क्वाइट इजी हुन्थ्यो होला होइन अनगोइङ प्रोसेसहरू इजी हुन्थ्यो होला बट विथ ड्युटी एन्ड अभियसली प्यासन पनि फलो गर्दाखेरि होइन थोरै कता कता चाहिँ प्रब्लमेटिक चाहिँ हुँदो रहेछ होइन तर पनि अब प्रब्लमेटिकलाई प्रब्लम नसोचेर होइन यो अपर्च्युनिटी हो भन्ने सोचेर अगाडि बढिरहेको छु त्यो मैले त्यो सुरुमा फेस गरेको प्रब्लम चाहिँ होइन ल्याक अफ टाइम भनौँ या अब होइन टाइम चाहिँ एकदमै होइन सफिसियन्ट टाइम हुँदै नहुने कि जस्तै अब अहिलेकै त्यो कुरा गरौँ न बिहानभरि अब ड्युटीमा थियो होइन त्यो अहिले ड्युटी सक्यो एन्ड देन आज रेकर्डिङ द भिडियो किन भन्दाखेरि यी कुराहरू मलाई अगाडि पनि गर्न मन थियो होइन तर यी कुरा अगाडि गर्नुभन्दा पनि पहिला एक दुईवटा भिडियोहरू चाहिँ होइन कन्सिस्टेन्सी रूपमा जाओस् होइन आफूलाई पनि सजिलो होस् भ्युअर्सलाई पनि होइन उनीहरूलाई पनि अब कस्तो भन्ने उनीहरूलाई पनि अब मलाई एउटा भिडियो अपलोड गर्न पाएको छैन तँलाई यस्तो प्रब्लम भयो भन्ने कोहीसँग एराइज गर्नुभन्दा होइन पहिला गरौँ होइन अलिकति भिडियोहरू अपलोड गरौँ एन्ड देन त्यस पछाडि होइन यी कुराहरू गर्नलाई पनि मलाई पनि सजिलो हुन्छ एन्ड देन तपाईँहरूलाई बुझ्नलाई पनि सजिलो हुन्छ या इट्स रियली ह्याप्पी रहेछ है भिडियो बनाऊ त्यस पछाडि एडिट गर होइन त्यस पछाडि कति ठाउँमा अब क्लिप्सहरू एड गर ट्रान्जिसनहरू इफेक्टहरूदेखि लिएर होइन कतिपय कुराहरूले होइन किन भन्दाखेरि एउटा भिडियो बनाउनलाई होइन अलट अफ टाइम लाग्छ एडिटिङले पनि एकदमै खान्छ होइन एन्ड देन त्यो भिडियो बनाइसके पछाडि पनि होइन अलिकति प्रोफेसनल होस् होइन क्वान्टिटी भन्दा पनि क्वालिटी होस् भन्ने कुरामा एकदमै ध्यान हुन्छ किन भन्दाखेरि हामीले गरेको काम होइन भ्युअर्सले जजमेन्ट गर्ने हो नि त च्यालेन्जिङ चाहिँ हो होइन यो मोटो ब्लगिङ भनेको रातारात सफलता पाउने चिज त होइन
लाइक अ लट अफ मोटिभेसन दिन्छ क्या त्यसको लागि चाहिँ होइन होइन युआर गोइङ होइन गोइङ प्रोसेस गोइङ प्रोसेस भइरहेको हुन्छ होइन त्यो च्यालेन्जिङहरू कति आउँछ र दिनै भिडियो बनाइसके पछाडि अब कतिपयहरूलाई त होइन भिडियो बनाउने त हो भिडियो बनाउने अपलोड गर्ने के छ र त्यसमा भनिन्छ होइन तर यो यस्तो अनगोइङ प्रोसेसको लागि होइन इट टेक्स अ लट अफ टाइम क्या पहिला भिडियो बनाऊ होइन र भिडियो बनाउनुभन्दा अगाडि पनि यो डु रिसर्च के टपिकमा भिडियो बनाऊँ होइन अडियन्सलाई मनपर्ने हो कि होइन अडियन्सले कस्तो फिल गर्छ होइन अनि त्यति अब त्यो गरिसके पछाडिमा यो स्टार्ट द क्याप्चरिङ द भिडियो है अनि त्यस पछाडि भिडियोलाई एडिट गर्नु पऱ्यो अब एडिटले कति प्रोसेस टाइम लिन्छ होइन कति टाइम हुन्छ त्यो भन्न सकिँदैन होइन किन भनेर हामीले बनाएको भिडियो त हामीलाई हेर्दाखेरि त ल ठिक छ मैले राम्रो काम गरेँ भन्ने हुन्छ तर जुन कुरा अपलोड गरिसके पछाडि जुन भ्युअर्सले हेरेर जुन उनीहरूले कमेन्ट गर्छन् होइन एन्ड देन त्यो भिडियोको रियालिटी तिमीलाई थाहा हुन्छ क्या अन्त ओके यहाँनिर चाहिँ मिस्टेक भएछ यहाँनिर चाहिँ मैले यतिसम्म गरेको भए चाहिँ यस्तो हुने रहेछ भन्ने कुरा त्यतिखेर थाहा हुन्छ र त्यसले हामीलाई के लेसन दिन्छ भने जति त मैले यो भिडियोमा यो गल्ती गरेको थिएँ यो भिडियोमा चाहिँ यो गल्ती गर्नु हुँदैन है भनेर पनि विल गेट अ लेसन थिएँ र त्यसरी होइन र डेली मोटो ब्लगिङ गर्दाखेरि चाहिँ मलाई एउटा पार्टमा चाहिँ के खुसी लाग्छ भन्दाखेरि होइन त्यो कमेन्ट्स पनि आउँछ है कसैले राम्रो कमेन्ट्स गर्छन् कसैले नराम्रो कमेन्ट्स गर्छन् होइन त्यो राम्रो कमेन्ट्सको लागि चाहिँ होइन म अहिले पनि हुन्छ नि थ्याङ्क यू भन्छु होइन बिकज यु आर द गाइज जसले चाहिँ सपोर्ट गरिरहेको छ होइन र म धेरै जस्तो फोकस चाहिँ होइन जसले नेगेटिभ कमेन्ट गरिरहेको हुन्छ नि होइन म उनीहरूलाई अलिकति बेसी फोकस गर्छु क्या किनभने उनीहरूको नेगेटिभिटीको कमेन्ट्समा होइन मेरो कहाँनिर चाहिँ मिस्टेक भएको छ उनीहरूले त्यो कुरालाई चाहिँ पोइन्ट आउट गरिरहेको हुन्छ नि त त्यो म त्यो कुरालाई चाहिँ होइन सँगसँगै लिएर हिँड्छु क्या अनि त्यस पछाडि क्यामेरा क्वालिटी भन होइन क्यामेरा एङ्गल भन यी सबै कुराहरूले गर्दाखेरि होइन हो डेली मोटो ब्लगिङ गर्दाखेरि चाहिँ अलिकति ह्याक्टिक चाहिँ हुन्छ क्या बट जब तिमी अरूको भिडियो हेर्छौ होइन एन्ड हाउ दे आर डुइङ इट कसरी यो उनीहरूले गरिरहेको छ उनीहरूले कसरी टाइम म्यानेजमेन्ट गरिरहेको छ भनेर जब तिमीलाई थाहा हुन्छ नि एन्ड यु वान्ट स्टप कि तिमी सँगसँगै गरिरहेको हुन्छौ तिमी सँगसँगै लागि पनि राखेको हुन्छौ क्या त्यो अब हो मैले भिडियो अपलोड गरेँ मैले अब त्यसमा त मेरो यति भ्युज आउनु पऱ्यो मेरो यति भ्युज आएन हो स्टार्टिङमा त्यो त हुन्छ कसले चाहिँ चिन्छ त मान्छेले चिन्नको लागि अडियन्सले भ्युअर्सले चिन्नको लागि त हामीले पनि त्यो हिसाबको काम गरेको हुनु पऱ्यो नि त होइन थम्बनेलको हिसाबको हुनु पऱ्यो टाइटलको हिसाबको हुनु पऱ्यो डिस्क्रिप्सनको हिसाबको हुनु पऱ्यो होइन ठ्याक्कै साला पढ्छु होला भनेको ठ्याक्कै रेड लाइट आइदियो यार यो डेली भ्युअर्स हो भने उनीहरूको लागि बनाउनु हो क्या तिमीले भिडियो यो पनि एक दिन त तिम्रो भिडियो किन ऱ्याङ्किङ गर्दैन कि त्यति स्टार्ट गरेर त हेर जोड्नु स्टार्ट गर न मोटो ब्लगिङ क्रेजी यो क्रेजी पैसा हो सुरुमा ला के बोल्ने के भन्ने होइन पब्लिक क्लियर भन्नु होइन एडिटिङ आउँदैन भन्नु हो लड अफ के भन्नु त्यसलाई विकनेसेसहरू छ तर त्यति कुरा पनि त छ नि त स्टार्टिङमा त कसैले सिकेर आएको हुन्छ नि त गर्न सकिन्छ नि त एउटा भिडियो बनाऊ दुईवटा भिडियो बनाऊ तिनवटा भिडियो बनाऊ युल बी हेबिटेटेड क्या त्यो तिम्रो डेली लाइफको होइन एउटा पार्ट बन्छ क्या त्यो एन्ड इट सोज तिमी कतिको जेन्युन छौ होइन तिमीमा कतिको प्यासन छ होइन तिमी कतिको क्रिएटिभ छौ भनेर तिम्रो कामले देखाउने हो क्या तिम्रो बोलीले होइन बोली ब्लगिङमा अब बोली थोरै म्याटर गर्छ क्या हाउ यु टक होइन हाउ यु इन्टरेक्ट विथ द पिपल हाउ यु आर कन्भर्सेसन विथ युर अडियन्स होइन त्यो सबै कुराहरू पनि म्याटर गर्छ होइन त्यही हो कुराहरू भनेको एन्ड भोलि शनिबार सो हाउ यु आर प्लानिङ यो डे कमेन्ट डाउन द बिलो एन्ड मेरो चाहिँ स्टिल देयर इज नो एनी प्लान्स फर टुमरो होइन बिकज भोलि मस्त बसेर घरमा सरसफाइ गर्नुपर्छ घरलाई
हो सो सम लभ एन्ड सपोर्ट है तपाईँहरूको लागि मैले यसरी भिडियो बनाइरहेको छु प्लस म च्यालेन्ज पनि कम्प्लिट गरिरहेको छु एक दिन पनि भिडियो अपलोड गर्न छुटेको छैन एन्ड द्याट्स माई कन्सिस्टेन्सी आजलाई यति गरौँ र भिडियो मन पऱ्यो भनेदेखि लाइक सेयर कमेन्ट र सब्सक्राइब पनि गरौँ सो टिल देन लिभ योर लाइफ लिभ योर ड्रिम बुम